के बुझियो भन्दाखेरि मिलेमतोमा जाउँ भनेर दिपाले भन्दै गर्दाखेरि के मिलेमतोमा नगएको भन्ने कुरा हो पारु कि के चाहिँ हो कुरा? अनि यहाँ त सुसाइडको कुरा पनि भएको रहेछ त अनि बिहान सुसाइड गरेको लास कहाँ छ भनेर भन्दैछ त फेरि गोठालोले। यो कुरा त गम्भीर छ त नि। एक हिसाबले त सोच्ने भने सुसाइड जस्तो कुरा यो त मजाक त होइन होला फेरि यो आफै खोजाइ। अब यहाँ हुन त अब यस्तो डिबेट होला भनेर पारु मैले सोचेको पनि थिइनँ होइन। तिमी त एकदम काम मान्छे, तिमी त साइलेन्स मान्छे पनि हौ होइन। के गर्दैछौ सोचेर गर सबैजना। लुगा म एउटा कुरा भन्छु, यहाँ छोरा मान्छे म एकजना मात्रै छु, मैले देखेर जानेको म एउटा कुरा मात्रै भन्छु र म भागी पनि हाल्छु होइन। म यति कुरा मात्रै भन्छु, के भन्छु भने एउटा श्रीमान र श्रीमतीको झगडाको कारणले गर्दाखेरि एकजना बच्चामा कति असर पर्छ। चुप लाग्नु प्रदीपजी, छोडिदिनु जोसुकैको जेसुकै भोस्। कोहीको पोइ रिसाउँछ, कोहीको स्वानी रिसाउँछ, हामीलाई बाल भएन। अब मेरो फर्स्ट भिडियो हेर हो, ट्याप ट्याप गराउला साथीहरू, म रोइलो हानेको छु है। नकरा न हेर्न रितिका एकछिन बस्न बाबु, एकैछिन पर्छ तँलाई म्युट गर्छु ल। मैले रोइलो हानेको भिडियो हेर्नु न। एकछिन ल ल ल अहिले हेर्छु, ल अहिले हेर्छु। त नकरा त यहाँ एकदम सिरियस कुरा हुँदैछ। त नकरा त एकछिन बस्दा एकैछिन करा 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 गर्छ। म्युट गर्दै बोल्नु लुगा बोल्नु। लुगा यस्तो कुरा खास यो टिकटक प्लेटफर्म भनेको हामीले कसैलाई न्याय दिन सकिँदैन। यो अनेस्टली कुरा हो। यो कहीँबाट कसैले न्याय दिन सकिँदैन। भएको कुरालाई उजागर गर्ने मात्रै हो। एक नम्बर कुरा, बाबुलाई दुईजनाको उसमा जेस मकै पिस्दाखेरि घुन नपिसियोस् भन्ने कुरामा हामी अगाडि बढ्ने हो। हामीले कहीँ यहाँ बोलेर हाम्रो कुरा शब्दहरू कहीँ पनि लागु हुँदैन लुगा। अब तीमाथि अब हजुरहरूको चाहिँ लागु हुन्छ, हामी छोरा मान्छेको चाहिँ लागु हुँदैन। बिचरा दुईजना बिचको कुराले गर्दाखेरि यो कुरा धेरै माथिसम्म पुगेको छ। त्यो सबैले देख्नु भएको छ टिकटक दुनियाँमा। आज त्यो के हो कसोहरू उहाँहरूलाई थाहा छ। मेरो चाहिँ भनाइ यति मात्रै छ, त्यो बाबुको राम्रोसँगले शिक्षा दीक्षा होस्, राम्रोसँगले पढ्न पाउनुपर्छ। आमा र बाउले गर्दाखेरि त्यो बाबुलाई बिचमा चाहिँ कहिले पनि नपारियोस् भन्ने सोच र धारणा लिएर म दुई शब्द बोल्न मात्र आएको है। अब हजुरले यसको निचोड कसरी निकाल्नुहुन्छ भन्दा पनि अब यो कुरा त हामी कोही होइन लुगा। तर भाइको पनि आँखामा हेर्दा बाबुप्रति सुन्नु है, प्रदीप लुगा तपाईँलाई काटेँ, भाइको पनि आँखामा हेर्दा बाबुप्रति माया कति धेरै छ। हामी कति कुराहरू आँखामा पनि पढिन्छ है। मलाई त त्यस्तो लाग्यो होइन। होला उसलाई पनि पीडा होला काहीँ न काहीँ कुराहरूमा, दुईजनै चुकेको होला। यहाँ कोही पनि कमी चाहिँ छैनन् होला सायद, उनीहरूको घर परिवारभित्रको कुरा हो। म चाहिँ एउटा कुरा के भन्छु भने लुगा होइन, मन्जु छेत्री र दिपकको झगडाले गर्दाखेरि घाटा उहाँहरूलाई मात्रै पर्छ। हामी टिकटकमा रमाउने मात्रै हो। उसको फ्यामिली लामो सम्बन्धलाई मात्र असर गर्छ, अरू कसैलाई असर गर्दैन, त्यति मात्रै हो। हामीले त चिन्दैन भोलि। एकदम प्रतिबन्ध ल। कसैले के भन्न छ पाले पालो? मैले त म्युट पो गरेको छु क्या हो, कसलाई म्युट गरेको छु? प्रदीप लुगा म्युट बस्नु भयो। कुरो के हो र माया? भन्छु हामी त यस्तै दलदलमा हुन्छौँ, तिमीलाई थाहा छ नि सानी। पारिवारिक कुरा बाहिर आएकोमा नराम्रो लाग्यो। भाइप्रति पनि सम्मान छ, बहिनीलाई पनि माया छ। बहिनी हो, भाइ पनि भाइ हो है। भाइलाई कति हेर्दाखेरि उसको कुराहरूमा पनि सत्यता पनि छ। त्यो कुराहरूमा परिवारभित्र धेरै कुराहरू हुन्छ। भाइ र बहिनी मात्रै पहिलो होइन कि यस्तो केसहरू भएको। धेरै परिवारहरू छन् हाम्रो यस्तो होइन हाम्रो समाजमा। तर यसरी टिकटकमै आएर छटाछुल्लै त साह्रै नराम्रो भयो जस्तो चाहिँ त्यो फिल भयो होइन। मेलमिलापमा जान सकिन्छ मजाले मिलेर, आफ्नो सेपरेट भएर छोरालाई हेर्ने कुरा बाउ र आमाले रेस्पोन्सिबिलिटी मजाले दुईजनाले निभाउन सकिन्छ। आमाको कोखमा राखेर बाउले त्यो भूमिका निभाउन सकिन्छ। सबै सहमतिमा सबै कुरा सकिन्छ हेर साथी हो। तर यो त आमामा होइन, त राम्रो त होइन जस्तो लाग्छ हौ।
अब कसरी हामीले भन्ने पनि अधिकार पनि छैन, कसरी भन्ने हो भाइलाई पनि भन्दा भाइले पनि अब एक्सेप्ट गर्ने जस्तो त मैले देखिनँ। उसको कन्डिसन हेर्दा अब त्यो रेकर्डहरू देखाउँदा पनि बहिनीले बोलेको कति कुरा देख्दाखेरि पनि मनले चाहिँ हाम्रो पनि मान्दैन एक हिसाबले चाहिँ। तर भयो त एक्सेप्टै गर्नु नसक्ने छ भने सकिदेऊ न सबै कुरा र सोसियल साइटमा अलिकति हल्का भए हुन्थ्यो जस्तो पो भयो मलाई त नि। नाना हजुर बोल्छु म यहाँ, चाहे मन्जुको होस् चाहे दिपाको होस् चाहे जसको होस् है, बच्चा रुँदा चाहिँ मेरो यो हिजो मन्जुले आँसु तुरुक्क खसालेर त्यो बच्चाले आँसु पुस्दाखेरि चाहिँ मलाई पनि चित्त त बुझेन भाइ। हो कि नाना भन्नु न, बच्चा हो नि त ऊ त, बाला बच्चा। अब बाउ आमाको कुरालाई लिएर बच्चालाई चाहिँ असर नपरोस् भन्ने धारणा हो मेरो पनि। साह्रो त्यो बच्चा फेरि त्यो स्मार्ट क्या, आमा रोइरहेछ आँसु सुन्नु न, अब एउटा कुरा के एउटा सम्भावित कुरा भन्छु, मलाई त कति मनमा पो छ त, म घोरिरहेको छु कि कसरी यस्तो भयो भनेर। सुन न, भाइले सुनाएको रेकर्ड हेर्दा बहिनीले यस्तो गर्छु बच्चालाई उस्तो गर्छु ओए म भनेर भनेको सुनाउँछ, त्यो देख्यो भने त्यहाँ मुख छाड्नेको यति लर्को थियो। फेरि त्यो बच्चाप्रतिको आमाप्रतिको लगाव, त्यो बच्चाको आमाप्रतिको लगाव देख्छु, फेरि त्यो त होइन। What the hell के या त कस्तो के त्यो हुन्छ नि, त्यो कस्तो मैले नि युट्युबमा देखेको नाना, त्यो बच्चाले आमाको आँसु पुस्दाखेरि चाहिँ मेरो मुटु चर्रै चिर्यो होइन। म पनि एउटा आमा हुँ। आमालाई छोराले छोडेको चाहिँ कुनै पनि तपाईँको युट्युब चाहिँ हुँदै चाहिँ काहीँ पनि देखेको चाहिँ छैन है। के हो त्यो चाहिँ भगवान् जानु। छोडेको यस्तो यस्तो होइन होइन, छोडेको होइन, त्यो बच्चाले छोड्दा पनि छोड्दैन, छोड्नु पनि हुँदैन, दुःख सुख गरे। तर मैले मेरो कुरा सुन्नु न, हिजो 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 लाइभ रहेछ मन्जु बहिनी, लाइभमा रहेछ, दिपाको घर गएको छ। हामी त अब यता घुमघाममा आएको छौँ, हामीलाई केही पनि थाहा छैन, यो कुराहरू केही पनि थाहा छैन। तर के अरे मन्जुले आँसु झार्दाखेरि बच्चाले आँसु पुस्दाखेरि चाहिँ जो पनि आमा हुनेलाई है मन चाहिँ दुख्छ है। भित्री कुरा उनीहरूको के हो हामीलाई थाहा छैन, हामीलाई थाहा छैन। हामी बोल्न पनि मिल्छ त नाना, मिल्दैन नि त। के भोग्या छ मन्जुले भोग्या छ, के भोग्या छ दिपकले भोग्या छ। उनीहरू भोलि बुढाबुढी मिल्न पनि सक्छन्, उनीहरू बुढाबुढी भोलि डिभोर्स हुन पनि सक्छन्, उनीहरूकै पाठको कुरा हो। तर बच्चामा चाहिँ कोही पनि नचाहनु है प्लिज, बच्चामा चाहिँ कसैको उसमा चाहिँ नगइदिनु, मेरो पनि आग्रह हो र सारा पब्लिकको पनि आग्रह हो। अब थाहा छैन मलाई, अब यो बिचमा कसैको अरूको त नाम जोड्न पनि म चाहन्न। तर तिमीहरू चाहिँ साथी बनेर यदि कोही आउँछौ भने चाहिँ त्यस्तो धोका सोका दिने साथी चाहिँ मसँग नजोड्यो। हुन त म जोड्दिनँ होइन, म पनि जोड्दिनँ। मैले त कतिपय कुराहरू थाहा पाएँ नाना, म त सरी है, म तिमीहरूबाट धेरै टाढा गएको छु। मलाई चाहिँ अब म चाहिँ सिधै कुरा, मलाई चाहिँ चित्त नबुझेको कुरा मैले बोलेँ। चाहे मन्जुको बच्चा होस्, चाहे मेरो बच्चा होस्, चाहे नानाको बच्चा होस्, बच्चालाई चाहिँ यो गर्ने काम नगर। ल अर्को कुरा, मैले कोही पर्सन मान्छेलाई ठोकिरहँदाखेरि तर यस्तो हिजो मेरो रेकर्ड बजा रहेछ, मलाई त्यो यसमा आपत्ति छैन, किन मैले त जे बोलेको थियो त्यही बजाएको। मन्जुले के बजाएको थियो भने मैले क्वेसन गरेको थिएँ त्यहाँनिर के अरे कसैको क्याप्सनको आधारमा चाहिँ के अरे नबोल भनेर भनेको थिएँ कि, किनकि मान्छेलाई तोक्यो भने बोल, हो कि नाना। नत्र भने म चोरको खुट्टा तान भन्दा थुत्या जस्तो चाहिँ कसैलाई पनि नगर भनेर भनेको कुरा हो मैले चाहिँ। यो त्यो हो कि ल मलाई रितिकाले यस्तो भन्यो भने मैले त सास रोक्ने गरी ठोक्छु, सिधै कुरा। रितिका भनेर नाम आउने बित्तिकै म ठोक्छु। एकछिन रितिका, एकछिन है, दिपक भाइ पनि आउनु